जसरी तपाईले प्रकाशलाई पोसाक झैं पहिरिनु भएको छ त्यसरी नै तपाईको ज्योति हामीबाट चम्काउनुहोस् समुद्रले ढाके झैं यो पृथ्वीलाई तपाईको महिमाले भर्नुहोस् त्यसरी नै तपाईको महिमा हामी माथि चम्काउनुहोस् तपाईं महिमाले विभूषित हुनुहुन्छ हामी चाहिँ मार्गबाट हिँडेका छौँ हामी प्रार्थनाको लागि अलिकति फेलोसिपको लागि कस्तो लागिरहेको छ मेरो भाइ हजुर आज रमाइलो लागिरहेको छ वेदरले चाहिँ के गरेछ साध्यता छैन साध्य छैन हिजो हेरेको तब पनि अलिकति पराक्रमी परमेश्वर जसरी तपाईले प्रकाशलाई पोसाक झैं पहिरिनु भएको छ त्यसरी नै तपाईको ज्योति हामीबाट चम्काउनुहोस् समुद्रले ढाके झैं यो पृथ्वीलाई तपाईको महिमाले भर्नुहोस् फाइनली हामी आइपुग्यो तपाईको महिमा नारामा हामी माथि फुलचोकी डाँडा यहाँ मालबजार यहाँ हाम्रो ग्रुप चाहिँ आधी आइसकेको छ अनि आधी चाहिँ बाँकी छ शक्तिले सुसज्जित हुनुहुन्छ प्रशंसामा चाहिँ हामी भाइ बहिनीहरू पनि हुनुहुन्छ हैन अनि भाइ बहिनीहरू कतिजनाले परमेश्वरको प्रेमलाई गहिरो रूपमा अनुभव गर्नु भएको छ होला तर कतिले चाहिँ सुन्नु भएको होला हैन वचनमा पढ्नु भएको होला तर त्यो प्रेमको बारेमा चाहिँ हामी एकछिन मनन गर्नेछौँ यहाँ जो जति हामी उपस्थित छौँ त्यो प्रेमकै कारणले गर्दाखेरि हामी आदिदेखि अहिलेसम्म समयले साक्षी दिएको प्रेम वाक्यले व्यक्त करुणामय हुनुहुन्छ उहाँले सधैँ दोष लगाइरहनुहुन्न उहाँले सधैँभरि क्रोध पनि लिइराख्नुहुन्न उहाँले हामीसँग हाम्रो पाप अनुसारको व्यवहार गर्नुहुन्न अनि हाम्रो अधर्म अनुसार हामीलाई दण्ड दिनुहुन्न यसो कुनै ठाउँमा चिटचाट गरौँ एकले अर्काको भावनाहरू कुराहरू बुझौँ होइन र कति सङ्गति के अरे मण्डली मात्रै सङ्गति गर्ने कहिले काहीँ आउटिङ फेलोसिप पनि गरौँ होइन र केही कुरा सिकौँ यहाँबाट केही मनोरञ्जन पनि भयो होला होइन तपाईँलाई कति अब यहाँको पहिलोचोटि आउनुभएको होला यहाँको सिनहरू म पहिलोचोटि आएको एकदम रमाइलो लागिरहेको छ त्यस कारण तपाईँहरू सबैजना भाइ बहिनीहरूले होइन र बहिनी जुवाइहरूले यो समय तपाईँले झुकाइदिनु भयो हृदयबाट तपाईँलाई धन्यवाद दिन्छु ल भयो पर्खिनु है पहिला पर्खिनु नि खुट्टा पहिला नाचिरहेको त्यसो भनौँ न लट्ठी हो त्यस्तो पो लट्ठी अल्झिन्छ आफै हो यो गाइड नगर्नु नभनौँ न सड्काउनु न कता कता भेनालाई
अनि आफै हेरेर छक्क पर्नु न खै दानियल भाइ एक स्टेप पनि हान्यो हैन बाहिर भित्र बाहिर बाहिर भित्र बाहिर बाहिर भित्र बाहिर बाहिर भित्र बाहिर बाहिर भित्र सड्कना तपाईलाई हान्न मन लागेको बेलामा त हान्नु नि फेरि बाहिर भुइँमा छोयो भने आउट भइहाल्छ नि ल आउनु आउनु सिधा 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 एकदम ठिक छ नरोकिकन नाति लाउँछ आज हामी यहाँ आएर प्रार्थना गर्न सफल भएका छौँ। यसरी नै हामी सबै एकतामा रहनुपर्छ, परमेश्वरलाई धन्यवाद दिनुपर्छ। आजको वचनले भने जस्तै हामी जहिले पनि दर्शन बोझ बोकेर सपना देख्नुपर्छ। खाना कस्तो छ खाना कस्तो छ मिठो छ के थप्ने भन्नु त के थप्ने हो के थप्ने तपाईँहरू थप्ने काका कस्तो भइरहेछ हजुरलाई एकदम राम्रो छ भाइ धन्यवाद रचल बहिनी ज्वाइ हाम्रो जवानहरूलाई धेरै धन्यवाद है। श्रीमतीज्यू कस्तो भइरहेछ एकदम एकदम किसनको चाहिँ यो सेकेन्ड एटेम हो कस्तो भइरहेछ तपाईँहरूलाई यो प्लेटको चाहिँ कसरी पर्छ होला यसो तपाईँहरूको 350 भन्ने सुनेको थिएँ। 350 हो पर्यो मिठो छ 350 भए त सस्तो हो नि फेरि सस्तो हो त्यही त यत्रो धेरै आइरहेको ओके थपी थपी विज्ञान किन भात थोरै भात थोरै छ त भाइ खाना थोरै छ त